यति बेला हामी दुर्गा प्रसाईको घर भक्तपुरमा रहेका छौँ। देख्न सक्नुहुन्छ घरभित्र भरि यति कम्पाउन्ड छ, गाडीहरू छन्, झन्डा सहितका, माइक सहितका। अब प्रचार प्रसारको लागि निस्किने कुरा रहेछ। केही साथीहरूले राजासँगै मेरो फोटो पनि जलाएका छन्। मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ। गुण्डाहरूको पनि गुण्डा हो दुर्गा प्रसाई, डनहरूको डन हो दुर्गा प्रसाई, नेताहरूको पनि नेता हो दुर्गा प्रसाई। तिनीहरू 3 जनालाई दुर्गा प्रसाई एक्लै काफी। ती 3टैलाई एक्लै। मलाई 3 वर्षदेखि चुनौती दिए। ल एक्लै ओपन ल खेल्नु न, फाइटिङ खेल्ने, जे खेल्ने त्यो खेल्ने, खेल्नु त कुस्ती, काटा काट, तरबार हानाहान खेल्नु त, बन्दुक हानाहान पनि खेल्नु त, एक्लै काफी। के कुरा गर्नुहुन्छ तपाईँ? म राप्रपाका साथी जस्तो सुराल मुतेर हिँड्ने मान्छे हो? जनविद्रोहमा साथ दिनु होला। मलाई फेरि पक्रिन सक्छ नि, मलाई पक्रिन सक्छ, म भाग्दिनँ। म मेरा हजुरबुवालाई पनि भन्छु, मेरा पूर्व अध्यक्ष प्रचण्डलाई पनि भन्छु, माधव कुमार नेपाललाई पनि भन्छु, शेरबहादुर देउपालाई पनि अन्तिमपल्ट भन्दैछु। हिजो गणतन्त्र ल्याउन हामीले तपाईँलाई साथ दियौँ, आज राज संस्था ल्याउन तपाईँ हामीलाई साथ दिनुहोस्। आउनुहोस्। रक्तपातविहीन, रक्तहीन जसरी राजाले सत्ता हस्तान्तरण गरेका थियो नि, त्यसरी तपाईँ जहाँ हिजो संस्था लिएको थियो त्यहाँ बुझाउनुहोस्। यो तपाईँहरूलाई मौका हो, मौका हो। म त एउटा कुरो के छ भने नि, यो लडाइँ जित्यो भने जिते हस्तिनापुरको राज, मरे चप्परी मुनिको बास हो। म त्यसरी निस्केको मान्छे हो। म मर्न पनि सक्छु, थुनिन पनि सक्छु।